सुदन गुरुङको जीवन एक साधारण डिजेबाट सुरु भएर अहिले नेपालका गृहमन्त्रीसम्म पुगेको प्रेरणादायी यात्रा हो। सन् 1987 मा जन्मिएका गुरुङ सानैमा आमा बुबाबाट टाढा भएर काठमाडौँमा हजुरआमाको काखमा हुर्किए। उनले ठमेल स्थित क्लब ओएमजी का सञ्चालक तथा डिजेका रूपमा मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाए। सन् 2015 मा विनाशकारी भूकम्पमा आफ्नै सन्तान गुमाएपछि उनको जीवनले ठूलो मोड लियो। त्यस दुखद घटनापछि उनी रात्रि जीवनबाट सामाजिक सेवातर्फ लागे र हामी नेपाल नामक संस्था मार्फत देशभरि राहत तथा उद्धार कार्यक्रममा सक्रिय बने। कोभिड-19 महामारी र विभिन्न विपदका समयमा उनले अक्सिजन, एम्बुलेन्स र राहत सामग्रीको व्यवस्थापन गर्दै जनताको मन जिते। सन् 2025 को जेन्जी आन्दोलनमा भ्रष्टाचार र प्रतिबन्ध विरुद्ध उनको सक्रिय आवाजले उनलाई थप चर्चित बनायो। प्रधानमन्त्री बालिन शाहको नेतृत्वमा सन् 2026 मा मन्त्री परिषदमा नियुक्त भएका गुरुङ अहिले गृहमन्त्रीका रूपमा कार्यरत छन्। उनले मन्त्रीको तलब नलिने र पूर्ण पारदर्शिता कायम गर्ने घोषणा गरेका छन्। उनको मुख्य लक्ष्य नेपाल प्रहरीको सुधार, निष्पक्ष बढुवा प्रणाली र ठूला आर्थिक अपराधको छानबिनलाई निष्कर्षमा पुर्याउनु रहेको छ। यो भिडियोले सुदन गुरुङको सङ्घर्ष, योगदान र राजनैतिक यात्रालाई सरल र स्पष्ट रूपमा प्रस्तुत गर्दछ। तपाईहरुलाई पनि उहाँको यो जीवन कहानी देख्दा कस्तो लाग्यो कमेन्ट गर्नुहोस्।